फाइनली अब चाहिँ हामी मामु छोरीको च्यानल पनि मोनिटाइज भयो। हेलो नमस्ते, हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी मामु छोरी पनि एकदम सन्चै। फेरि भिडियो बनाउनु दिँदैन के। बल्ल 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 लामो समयदेखि पर्खेर अब हाम्रो च्यानल पनि मोनिटाइज भइसकेको छ। हजुरहरूको च्यानल पनि हुन्छ, जो नयाँ नयाँ क्रिएटर हुनुहुन्छ। यो त धेरै लामो समयपछि मात्रै मेरो च्यानल मोनिटाइज भएको क्या। योभन्दा अगाडि मैले कम्तीमा पनि 10वटा च्यानल बनाएको छु। 10वटा। कुनै च्यानल हुँदैन बल्ल 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 बल्ल। यो च्यानल पनि मैले 1 वर्ष अगाडि नै बनाएको थिएँ। एउटा भिडियो हाल्थेँ नानीको। अनि एक दिन त यो च्यानलमा पनि राम्रो भ्युज गयो। 400 500 400 500 भ्युज जान्थ्यो। एक दिन त हेर्छु 15,000 भ्युज गएको छ। कस्तो खुसी लागेको त्यो दिन त, कति खुसी लागेको। त्यहाँदेखि हेर्दै गएको त कहिले त 50,000 60,000 पनि भ्युज जान थाल्यो। एउटा कन्टेन्टमा मिलियन, सर्ट्समा मिलियन भ्युज गयो। आमामा त्यो दिन त नि अब चाहिँ हुने रहेछ मोनिटाइज भनेर पर्खे। अब सर्ट्सको त त्यही हो, 3 महिना हुनुपर्छ। 3 महिनाभित्रमा 1 मिलियन हुनु पर्यो नि त। अब त्यो 1 मिलियन त पुऱ्याउनु पर्यो। पर्खिँदा तर मेरो यो 1 मिलियन चाहिँ नि यो भ्युज जान थालेपछि कति हो, 2 महिना भन्दा नि कम्तीमै भयो। अनि फेरि भ्युज त गयो। यस्तो टोटल भ्युजमा हेर्छु 1 मिलियन भयो। किन मोनिटाइज हुँदैन भनेको त यता फेरि त्यो टोटल भ्युजले हुँदैन रहेछ, अर्कै चाहिँदो रहेछ। उता त्यसमा चाहिँ मेरो यता 1 मिलियन पुग्दाखेरि त्यहाँ भर्खर कति थियो, 31 लाख मात्रै थियो। 3 मिलियन 1 लाख मात्रै थियो। अनि त्यो पनि पर्खिँदा उता 2 मिलियन कटिसक्यो, त्यही पनि यहाँ 1 मिलियन हुँदैन टोटलमा। फेरि उता 3 मिलियन पुग्न आँटिसक्यो, त्यही पनि यहाँ 1 मिलियन हुँदैन। बल्ल 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 2 महिनाभित्रमा चाहिँ होला हौ मेरो पुग्यो 1 मिलियन भ्युज यता। अनि मोनिटाइजको लागि ट्याक्क कतिमा भने नि 12:45मा मेरो भ्युज काउन्ट हुन्छ कि। सबैको त्यही होला, मेरो मात्रै होइन। अनि त्यहाँदेखि 12:45मा ट्याक्क त्यो लेखेको हुन्छ नि, यति पुरा गर्नुपर्छ, यति पुरा गर्नुपर्छ भनेर। त्यो आउन छोडेर अब एप्लाई नाउ भनेर आयो। अनि अघिल्लो दिन हेरेको थिएँ मैले, भोलि त मेरो पुग्छ भन्ने त मलाई थाहा थियो। अनि अघिल्लो दिन हेरेको थिएँ कसरी एप्लाई गर्ने भनेर। अनि त्यो एडसेन्स एकाउन्ट, त्यो अगाडि 1 नम्बरको त भइहाल्छ भन्ने भयो। त्यो त एउटा क्लिक गर्नु त हो। अनि एडसेन्स एकाउन्ट बनाउनु पर्छ भनेर हेरेको थिएँ। अब 12:45 देखि 12:46 भयो। टक्क एप्लाई नाउ भनेर आयो नि। एप्लाई नाउ भनेपछि अब कसैले चाहिँ भन्थे त्यहाँ लेख्न त 2-3 हप्ता लेख्छ, तर 5-6 घन्टामा पुग्छ है, यसको राइट भएर आउँछ है भनेर भन्थे क्या। अनि ल है त भनेर अनि आयो। हतार मैले बनाएँ एडसेन्स एकाउन्ट। अनि एप्लाई पनि गरेँ। तर त्यो बनाउँदाखेरि चाहिँ मैले युट्युबमा हेरिनँ कसरी बनाउनु पर्छ भने आफै सोची त्यहाँ अब लेखेको त पढ्न आइहाल्छ। पढेपछि त्यो टिक लेखिदिइहालेँ। अनि एप्लाई गरेँ, पर्खिन्छु 5 घन्टा भयो, 6 घन्टा भयो। त्यो दिन बित्यो, आएन। भोलिपल्ट पनि हेर्छु आएन, पर्सिपल्ट पनि हेर्छु आउँदैन टिक भएर। अब यस्तो युट्युबमा हेर्छु मान्छेहरूको 5-6 घन्टामा हुन्छ भन्छ, तर लेख्ने चाहिँ त्यहाँ 2 हप्तादेखि 3 हप्ताभित्रमा हुन्छ कुनै केसमा भने लेखिरहेको थियो। अनि हेर्दा 1 हप्ता बित्यो, आएन। ला मैले केही मिस्टेक पो गरेँ कि भनेर मनमा डर लाग्न थाल्यो। बल्ल बल्ल मोनिटाइज भएको च्यानल त्यस्तो हुन्छ। डर लाग्यो। 1 हप्ता भइसक्यो, भोलिपल्ट पनि भइसक्यो, 8-9 दिन भइसक्यो, हुँदैन। अनि बिहान हेरेँ भएन। अनि हुँदैन रहेछ, होसै भन्ने भयो नि। एकछिनमा हेर्छु त टक्क राइट लगाएर आयो, सेकेन्डको पनि एडसेन्स एकाउन्टको पनि। अनि त्यो मोनिटाइज भइसकेपछि चाहिँ मोनिटाइज त त्यो टिक लगाएर आएपछि चाहिँ त्यहाँ चाहिँ के मोनिटाइजको लागि रिभ्यू लिने रहेछ च्यानलले। त्यसको लागि फेरि 1 मन्थ पर्खिनुपर्छ भनौँ। अनि त्यो इन प्रोसेसिङ लेखिरहेको थियो। अनि
1 महिना हो, त्यही पनि त्यो 1 हप्ताभित्रमा हुन्छ भनेको थियो मान्छेहरूले। अब त्यसको लागि चाहिँ अब 1 महिनाभित्रमा त हुन्छ नि जे भए पनि, यो अर्को त पुरा भयो भन्ने भयो अनि छोडिदिइराखेको त। बिहान 10 बजेतिर त्यो एडसेन्स एकाउन्ट भएको थियो भने मेरो बेलुकाको 4-5 बजेतिर त टक्क मेसेज आयो, कङ्ग्रेचुलेसन यो मोनिटाइजेसन अन भयो भनेर। म छक्क परेँ, यति छिटो पनि मोनिटाइजेसन अन हुँदो रहेछ भनेर। त्यो मेरो एडसेन्स एकाउन्टको लागि चाहिँ लामो टाइम लागेको थियो, त्यही भएर होला मेरो मोनिटाइजेसन चाहिँ 4-5 घन्टा नि 6-7 घन्टामा भइहाल्यो। अनि त्यहाँदेखि त खुसी भएँ, बल्ल 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 2 वर्ष भइसकेको थियो मैले युट्युब च्यानल चलाउन थालेको। यही च्यानल फर्स्ट टाइम मोनिटाइज अनि खुसी भएँ। अनि त्यहाँदेखि अब त पैसा आउँछ भन्ने भयो। अनि भोलिपल्ट पनि हेर्छु 0 छ, पर्सिपल्ट पनि हेर्छु 0 छ, पैसा आउँदैन। ला मोनिटाइज त भयो, अब सर्ट्सले पैसै दिँदैन रहेछ भन्ने भयो। मान्छेहरूलाई लाग्छ नि सर्ट्सले पैसा दिन्छ दिँदैन भनेर। अब 3 दिनदेखि चाहिँ दिँदो रहेछ पैसा मोनिटाइज भइसकेपछि पनि। अनि सर्ट्सले दिने चाहिँ पैसा एकदम कम्ती दिन्छ है, भिडियोको जति दिँदैन। किनकि सर्ट्सको त लेन्थ पनि त सानो हुन्छ नि त, त्यही धेरै भनेको 14 सेकेन्ड 15 सेकेन्डको बनाएको हुन्छ सर्ट्स। अनि सर्ट्सको त त्यही एडभर्टाइजको त मिल्ने हो पैसा। अनि बल्ल 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 टक्क 3 दिन पछाडि त यस्तै हेर्छु त अनि यति डलर आयो भनेर आयो। अनि त्यहाँदेखि चाहिँ खुसी लाग्यो, वाह अब चाहिँ हाम्रो च्यानलमा पनि पैसा आउने भयो भनेर। त्यहाँदेखि चाहिँ अब दिने पछि आउँछ त्यो। अब पहिले त कम्तीदेखि माथि हुँदै जाने हो नि त। आउनु त आउँछ, हेर्नुहोस् मेरोमा पनि पैसा आएको छ तर कम्ती आएको छ। तर दुःख लागेको छैन, जतिसुकै आओस् न, जे भने आयो नि अलिकति त। 2 वर्षको मेहनत बल्ल बल्ल एउटा च्यानल मोनिटाइज भएको, त्यही पनि। तर यो च्यानलमा राम्रै भ्युज गइरहेको हुन्छ, म यस्तो हेर्छु कि। अनि यो च्यानलमा फेरि यति धेरै लफडा भएको थियो कि नानीको भिडियो हाल्थे अनि यो चाहिँ मेड फर किड्समा हाल्दिन थिए। युट्युबले तेरो च्यानल बन्द गरिदिन्छु, युट्युब मेड फर किड्समा हाल भनेर मेसेज आक्को वाइ गर्न थाल्यो। त्यहाँदेखि चाहिँ नानीको सबै भिडियो मेड फर किड्समा हाल्यो नि। अनि त्यहाँदेखि मेरो र नानीको बनाउन थालेँ, त्यो चाहिँ म हाल्दिनँ। मेरो सेटअप चाहिँ मेड फर किड्समै छ है यो च्यानल। तर उयो अपलोड गर्ने बेलामा चाहिँ म मेड फर किड्समा हाल्दिनँ, हाम्रो भिडियो चाहिँ त्यही हाल्छु। त्यस्तो गर्दा गर्दै अनि डर लागिरहेको थियो, मोनिटाइज हुन्छ हुँदैन। कति धेरैचोटि मेसेज आइसकेको थियो नि त। लास्ट टाइममा मोनिटाइज भयो, ह्याप्पी। तर पनि अझै मेरो भिडियोहरू हाल्दाखेरि नि यो त सर्ट्सको त गइहाल्छ उयसमा मोनिटाइजमा। भिडियो हाल्दाखेरि मोनिटाइज अफ भनेर आउँछ, त्यो चाहिँ के भएर हो नि, त्यो मेड फर किड्समा त्यो युट्युब उयो गरेको सेट गरेको भएर हो कि के भएर हो। भिडियो हाल्ने बेलामा चाहिँ यसो हेरो अफ भएर आउँछ मोनिटाइजेसन भिडियोमा। अनि म भिडियोहरू पनि हाल्दिनँ धेरै, यही सर्ट्सहरू हाल्छु। त्यत्तिकै नानीसँग चल्दै, टाइम पनि छैन राम्रो हाल्ने पनि। घरमा काम गर, नानीसँग खेल, दबाई लिएर बसिसकेको छु यहाँ अहिले। बिने के गरेको यो? हे भगवान, केक खान्छ भनेर दिएको, यहाँ केकको हालत हेर्नु नि, यही यस्तो गरेको छ। यस्तै छ अनि दबाई खानु हुँदैन नि। ल मेरो छोरीमा आया भयो, उसलाई ज्वरो आइरहेको छ, दबाई लिएर आएको, ऊ लिएर बस्छ। ल बाई बाई। हजुरहरूलाई पनि, हजुरहरूको पनि नयाँ च्यानल छ भने नडराउनुहोस् क्या, जहिले भए पनि मोनिटाइज हुन्छ। तर भिडियो हाल्न चाहिँ नछोड्नुहोस्। यस्तो भिडियो हाल्यो, मैले पनि धेरैवटा च्यानल बनाएर यस्तो अलिकति भिडियो हाल्यो, भ्युज नजाने, अनि फेरि त्यो छोडो अर्को च्यानल बनायो, फेरि त्यो छोडो अर्को च्यानल, त्यस्तो नगर्नु। त्यो एउटै च्यानल भिडियो हालेको गर्नुहोस्, आफै त्यो च्यानल ग्रो भएर जान्छ कि, आफै ग्रो हुन्छ। त्यसको लागि केही उपाय पनि छैन। मलाई पनि लाग्छ केही गर्छ होला, अरू ठुलो हुन्छ नि च्यानलको, केही गर्थ्यो होला भन्ने, तर केही हुँदैन रहेछ। किनकि यो च्यानलमा आफै हो क्या, रातारात आफै यसको भिडियोहरू भाइरल हुन थालेको के। भाइरल त के भन्नु, भाइरलै हो। त्यही पनि 200 300 400 भ्युज जाने ठाउँमा लाख भ्युज जानु भनेको त भाइरलै हो नि त। त्यो पनि
खुसी छु जे होस् अलिअलि भए पनि अहिले इन्कम भइरहेको छ। अब गुगल एड्स पिनको लागि एप्लाई गर्नु छ, त्यो पिन पनि एप्लाई गरेपछि त्यो कसरी गर्ने हो, त्यसमा कसरी लाउने हो र पैसा भएपछि अब कसरी निकाल्ने भनेर पनि म भिडियो बनाउँछु नि है। हजुरहरूलाई सानो भर्खर बनाउँदै गर्नुभएको छ युट्युब च्यानल, उहाँहरूलाई सजिलो हुन्छ नि त। ल हस् त, बाई बाई, आजको लागि भयो। अब म धेरै भिडियो त बनाउँदिनँ, त्यही पनि कहिले कहिले बनाउँछु नि यस्तै विषयमा। बाई।